हेलो एन्ड नमस्ते। आज चाहिँ हामी पानी लाउनको लागि बुढा र बुढी भएर चाहिँ हामी माथि जाँदै थियौँ। यस्तो जाडो बिहानमा लास्ट जाडो हुने हैन, जब हातसात ककरेर यस्तो भयो मजाले हैन, घुम्दै 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 माथि जानुपर्छ क्या। यस्तो काठको पुल तरेर जानुपर्छ। एकदम रमाइलो छ ठाउँ। यो तलतिर बगिरहेको पानी चाहिँ बेतखोलाको पानी यस्तो चिसो छ नि। पिङ खेलियो, पिङ खेलेर चाहिँ हामी त्यहाँबाट हिँड्यो। अनि हिँडिसकेपछि बिस्तारै बिस्तारै गर्दै अब हामी गन्तव्यतिर आइसकेको थियौँ। आइसकेर यो खोलो चाहिँ हामीले उता फर्काउनु पर्ने थियो। अनि फर्काएर चाहिँ हामी खेतमा पानी लाउनको लागि गएको थियौँ। यत्रो ल्याइयो कुलो चाहिँ हामीले। अनि बुढा र बुढी भएर हामी घरतिर लाग्यो। घरतिर लाग्दा फेरि यस्तो मजाको घाम लागेको डाँडोमा।